युकेमा चाहिँ यस्तो चौरहरू चाहिँ 1 किलोमिटर 2 किलोमिटर 3 किलोमिटर पछि हुन्छ हैन। यो चाहिँ अनि त्यही भएर इङ्ल्यान्डमा प्लेयरहरू धेरै जन्मिने कारण चाहिँ यो हो है। यहाँ चाहिँ रोड छ, यहाँ चाहिँ चौर। त्यतिकै युरोपमा चाहिँ प्लेयरहरू जन्मिने कारण त्यतिकै चाहिँ होइन है। ल हेर्नु यहाँ चौर, आउनुहोस् खेल्नुहोस् सिक्नुहोस्। हाम्रो नेपालमा चाहिँ यस्तो चौरहरू कहाँ पाइन्छ र? पाइने चाहिँ यस्तै युरोपियन कन्ट्रीमा मात्र हो। प्रिस्टनको यो चाहिँ चौर हो है। प्रिस्टनमा यस्तो चौर चाहिँ कति छ कति छ। पर चाहिँ स्टुडियम पनि छ हैन। मेरो चाहिँ अलिकति मोबाइल राम्रो मोबाइल नभएर चाहिँ राम्रोसँग देखिएन हैन। आइफोन भए चाहिँ देखिन्थ्यो। स्टुडियम प्रिस्टनको स्टुडियम हो यो चाहिँ हैन। प्रिस्टन क्लब त तपाईहरुलाई थाहा नै छँदैछ होला। हेर्नुस् फुच्चाहरू, यहाँको फुच्चाहरू यस्तै हो। दिस इज UK बेबी।